हेलो गाइज, म हो आलेको पालेमा यहाँले स्वागत गर्दै फाइनली म ट्रेन स्टेसनमा आइसकेको छु। म वीरपाडाको लागि ट्रेनको टिकट लिइसकेको छु भने म ट्रेनको प्लेटफर्ममा आएर बसिरहेको छु। म जाने टिकट यो रहेको छ है, यो रहेको छ, यहाँहरु देख्नुहुनेछ। अब म दलगाउँ भन्ने स्टेसनमा ओर्लिनेछु, त्यसबाट अनि वीरपाडाको लागि सानो गाडीमा हिँड्नेछु। तपाईँ देख्दै हुनुहुन्छ यो मालबाग ट्रेन रहेको छ। यो फाइनली अहिले बसेको चाहिँ वेटिङमा बसिरहेको छु। फर्स्ट टाइम हो मेरो ट्राभलिङ, ट्रेनको फर्स्ट टाइम हो है। त्यति थाहा छैन, त्यही पनि सोधी गरिरहेछु, गइरहेछु हैन। अब हेरौँ के हुन्छ। फाइनली कति बजे पुगिन्छ थाहा छैन, एक्ज्याक्टली 10:30 बजे भनेको छ भन्ने चाहिँ। त्यसपछि हामी जान्छौँ। म एक्लै छु, मसँग साथी कोही पनि छैन है। अघि एउटा लोकल ट्रेन आएर गइसकेको रहेछ। अब म आउँदैछु। मलाई थाहा पनि थिएन, उहाँ अगाडि बसिराख्नु भएको सिस्टरले मलाई केही जानकारी दिनुभयो। उहाँ पनि दलगाउँमै जानुहुने रहेछ। उहाँलाई धेरै धन्यवादहरू सिकाउनु भयो यहाँ आएर, मैले जानेको थिइनँ। त्यसैले गर्दाखेरि अब वेटिङमा छु। फाइनली म इन्डियाबाट भिडियो गरिरहेछु भने आनन्द लागिरहेछ। तर अलिकता स्याड चाहिँ के भइरहेछ भने नि, साथी भएको भए अझै रमाइलो हुन्थ्यो, तर छैन। त्यसले गर्दाखेरि केही छैन। एनिवेज कुनै दिन त के न के त सजिलो हुने नै छ भन्दै आजको यस भिडियो मार्फत आलेको पाले बिदा हुन चाहन्छ। अर्को भिडियोमा भेट्ने बाचासहित। हवस् त, धन्यवाद।